हेलो गाइज, वेलकम टु माई मिनी ब्लग। आज पनि हामी आफ्नो ड्युटीमा लाग्यो अनि तपाईँहरू देख्न सक्नुहुन्छ हरेक दिन हामी ड्युटी आउने, फेरि आफ्नो ड्युटी गर्ने अनि फेरि ड्युटीबाट जाने। हेर्न सक्नुहुन्छ बालुवा बालुवाको सहर छ अनि यो बालुवा बालुवाको सहरमा चाहिँ हामी एकदमै शान्तिसँग आनन्दसँगले काम गरिरहेका छौँ। किनभने देख्न सक्नुहुन्छ दुबईको सरकारले बालुवा बालुवाको सहरलाई पनि एकदमै डेभलप गरिसकेको छ। तर हाम्रो देशमा हेर्न सक्नुहुन्छ अहिले युद्ध, लडाइँ होइन अनि झै झगडा, मारामार, काटाकाट गरिरहेका छन्। उनीहरूलाई यो थाहा छैन कि हामीले हाम्रो देशलाई कसरी डेभलप गर्नुपर्छ भन्नेतिर बढ्नुपर्छ छैन, तर कसरी राजावादी ल्याउने, कसरी चाहिँ लोकतान्त्रिक ल्याउने भन्ने कुराहरूमा अघि बढिरहेका छन्। तर हामी अरूको देशलाई हेर्दाखेरि हामी कहिलेकाहीँ बुझ्न सक्छौँ साँच्चै नै हाम्रो देश पनि यसरी नै अर्काको देश जसरी डेभलप भएदेखि हामीलाई चाहिँ आफ्नो परिवार छोडेर, आफ्नो घर छोडेर होइन, आफ्नो छोराछोरी छोडेर चाहिँ विदेश आउनु पर्थेन होला। आफ्नो देशमा आफूले रोजगार पाएदेखि आफ्नो देशमा चाहिँ हामी आफ्नो परिवारसँग मिलेर बसेर काम गर्न पाइन्थ्यो। साँच्चै नै गाइज, आज तपाईँहरूको सामु मैले यो सानो भिडियो लिएर आएको छु। प्लिज लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। थ्याङ्क यू।